चिसो मात्र होइन क्या चिसो क्या धेरै चिसो है अनुहार पनि कस्तो बिहान उठेकोले गर्दा अलि फरक देखियो होला होइन हल्का सुन्निएको टाइप अप्ठ्यारो महसुस भएको छ आफैलाई नि अनि चिसो मौसममा घाम यो शरीरले पाउँदा पनि ठुलो युद्ध जिते जस्तै लाग्यो त्यसले गर्दा यो स्तुपा चाहिँ एक 3 राउन्ड चाहिँ म घुमेर जान्छु कि मर्निङमा पनि हुन्छ अनि यो चाहिँ एउटा कल्चरल हो पनि हो ल सम्पूर्ण गुड मर्निङ नमस्ते फ्याफुल्ला आज पौषको 2 गते होइन ब्लग चाहिँ लगभग 1 महिनापछि बनाउँदैछु त्यस्तो प्रोफेसनल ब्लग त होइन तर सम टाइम भित्रबाट एक खालको एनर्जी आउँछ त्यही भएर बनाउने अनि म चाहिँ ट्याक्कै आज नाम्चे बजार म जहाँ बस्छु त्यहीँ छु अहिले अनि यहाँको मौसम अहिले चिसो छ जीवन क्रमशः कष्टकर बन्दै जान्छ जस्तो लाग्छ मलाई यहीँ बसिराख्ने लोकललाई त समस्या छैन होला तर बाहिरबाट हामीलाई अलि गाह्रै हुने रहेछ अलि पछि अहिले अब दिउँसो घाम लागे तापनि 2 डिग्री 1 डिग्री सेल्सियस हुँदो रहेछ अनि राति 12-13 डिग्री सेल्सियस हुन्छ राति चाहिँ अब कोठाभित्र बसेर सिधा गर्ने भएकोले गर्दा त्यस्तो समस्या छैन बिहान बेलुकाको समय चाहिँ एकदम चिसो छ त्यही भएर बिहानको समयमा खासै त्यति धेरै म भ्लग बनाउँदैन चिसोले सकिन्न अनि आज चाहिँ कहाँबाट एक खालको एनर्जी आएर चाहिँ म भ्लग बनाइरहेको छु म जस्ट नाम्चेको एक राउन्ड लाउँछु एज अ मर्निङ वाकको रूपमा अनि यहाँ चाहिँ अहिले चाहिँ टुरिस्टको फ्लो एकदम अत्यन्तै कम हुँदै गएको छ किनभने विन्टर सिजनले गर्दाखेरि अहिले चाहिँ विदेशी तथा स्वदेशी टुरिस्टहरू चाहिँ एकदम कम मात्रामै आउनु चाहिँ आइरहनुहुन्छ एकदम कम छ विन्टर चिसो छ अनि के अगाडि इबिसी पनि गएको थिएँ त्यतातिर पनि वेदर त्यतिखेर चिसै थियो अब यतिखेर त झन् म त के सक्दै जानै सक्दिनँ होइन त्यही भएर अहिले चाहिँ एकदम चिसो मौसम छ धन्न दिउँसो मौसम खुलेर घाम लाग्दिएको अवस्था हुन्छ अनि त्यही भएर ठिकै हुन्छ होइन अब यहाँको बासिन्दाहरू बिस्तारै काठमाडौँतिर लगायत अन्य स्थानतिर प्रस्थान भइरहँदाखेरि नाम्चे चाहिँ बजार चाहिँ खाली पूर्ण रूपमा खाली होइन जस धेरै कम हुन्छ यहाँको लोकल व्यक्तिहरू पनि त्यसै पनि टुरिस्टको फ्लो त विन्टरमा फ्लो कम नै हुने भइहाल्यो टार हिमाल हेर्नुहोस् यो ट्याक्कै तलबाट आएको छ नि यस्तो म अहिले त्यही बाटो भएर आएको यो चाहिँ इबिसी लगायत गोकियो ताल लगायत माथिको क्षेत्रहरू घुम्न जाने मेन रुट रहेको चाहिँ हेर्नुहोस् इबिसी ट्रेक स्पेसली इबिसी ट्रेक भनेर चिनिन्छ होटलहरू हेर्नुहोस् ल घरहरू टक्क हेरिदिनुहोस् चट्ट होइन स्ट्रिट लाइट पनि छ बेलुका अटोमेटिक आफै बल्छ यो चाहिँ अब पर तेर्सो जाने नाम्चे बजारको माथिबाट पर म हेलिप्याडसम्म पुग्न सक्छु हिमाल हेर्दै नाम्चे बजार कति नाम्चे बजार मात्र देखाएको भन्ने हुन्छ होला होइन जस अब हेरिदिनुहोस् टक्कसँगले म हुन्जेल अरे क्या ल होटलहरू माथि स्याङपा चाहिँ यसो माथि टपमा छ अनि माथितिर चाहिँ केही सल्लाहहरूको रुखहरू पनि यहाँ देख्न सकिन्छ होइन माथि जङ्गल पनि छ टक्क त्यहाँ होइन अनि मौसम चिसो नै छ होइन बिहानको समय भिडियो बनाउन भनेर हिँडेको पनि हो अनि त्यसपछि अर्को नेक्स्ट पार्ट मर्निङ वक धेरै पछि आज मर्निङ वक जाउँ त भनेर म हिँडिरहेको छु यहाँ चाहिँ प्रायः पारी छिटो घाम आउँछ क्या हामी चाहिँ बस्ने वारी हो यस्तो ब्याड लक छ है होइन घामको बारेमा चाहिँ हामी ब्याड लक छौँ किनभने ढिलो घाम आउँछ 11 बजी मात्रै आउँछ क्या हामी बस्ने रेजिडेन्स हाउसमा चाहिँ अनि पारी चाहिँ छिटो घाम आउँछ रमाइलो लाग्छ अनि त्यही भएर म पारीतिरै लागिरहेको छु अहिले चाहिँ पानी जम्न थालिसकेको छ होइन त्यो हुँदाखेरि त्यसले पनि के इन्डिकेट गर्छ भने एकदम चिसो मौसम आइसकेको भने इन्डिकेट गर्छ अहिलेसम्म यो वर्ष चाहिँ यो क्षेत्रमा परेको छैन पऱ्यो भने म देखाइहाल्छु है म चाहिँ उकालो पनि हिँडिरहेको छु है चिसोमा चाहिँ हिँड्न यस्तो गाह्रो हुन्छ नि है त्यही पनि म कुद्न कोसिस गरिरहेको छु एकदम सास बढ्छ चिसोमा सायद यसले ज्याकेट टी सर्टमा त स्वेटरमा ज्याकेट लाएर होला होइन हिँड्न गाह्रो भइरहेको छ टोपी पनि अनि चिसो भइरहेको अब कान चाहिँ लास्टै चिसो भइरहेको हामी म बसिरहेको नर्मल्ली आफ्नो जन्मस्थानभन्दा चाहिँ धेरै माथिको हाइट हो सायद त्यस्तै होला 1400-1500 हुनुपर्छ अहिले ठ्याक्कै 3440 होइन लिटरली डिफ्रेन्ट त भइहाल्छ त्यस्तो छ अब
के बोल्न सकिरहेको छैन। यतातिर हेर्नुहोस् ल, दृश्य हेर्न सक्छ। टक्क लाएर पारी हेर्नु न त, त्यो बर्खामा चाहिँ यो चाहिँ खोला हो, अहिले जमेर चाहिँ त आइस भएको छ, त्यतिकै जमेको छ। त्यो बर्खाभरि अब त्यस्तै, विन्टरभरि त्यस्तै हुने हो। यो हिमालमा विन्टरमा प्रशस्त हिउँ झर्छ, एकदम सुन्दर हिमाल चाहिँ। ल हेर्नुहोस्, नाम्चे बजारभन्दा थोरै माथि सिरानमा ठुलो ढुङ्गामा यसरी कलात्मक ढङ्गले सामूहिक लिपिमा लेखेको के भने, यसलाई चाहिँ अभिलेख भन्ने या के भन्ने, तपाईँहरूले मिलाएर बुझ्नु होला होइन। यो माथिको बाटो एबिसी जाने बाटो, देन आफ्टर अहिले देखाएको छैन थामसिरको हिमाल, कुसुमखाङहरू घाम भर्खर झुल्केकोले गर्दाखेरि घामले अलिक डिस्टर्ब गरेको अवस्था। यो उँभो जाने स्याङ बजे ल, चिसो मात्र होइन क्या, चिसो क्या, धेरै चिसो है। अनुहार पनि कस्तो बिहान उठेकोले गर्दा अलिक फरक देखेँ होला होइन, हल्का सुन्निएको टाइपको अप्ठ्यारो महसुस भएको थियो आफैलाई नि। अनि चिसो मौसममा घाम यो शरीरले पाउँदा पनि ठुलो युद्ध जिते जस्तै लाग्यो, के भन्ने अब है, त्यो चिसो त्यति छ भन्ने हो। अनि हेर्नुहोस् टक्क वरिपरि धुपी नै धुपी छ है। यो धुपीहरू प्रायः जसो यो आकार साइजभन्दा ठुलो नहोला, धेरै वर्ष भइसकेको छ। यो बरु छिप्पिनेको रमेशको जारी नै हुन्छ होइन, रुखभन्दा जरा ठुलो हुन्छ अरे भन्छ क्या हिमाली भेगमा। त्यो किनभने भित्री जरा चाहिँ ठुलो, रुख चाहिँ सानो हुने चाहिँ हरेक हिसाबले गर्दाखेरि यहाँको रुख बढ्दैन भनौँ न होइन, यस्तो छ धुपीहरू है। टक्क अहिले चाहिँ अब तुसारो पनि झर्छ होइन। म अघि नै भनिहालेँ नाम्चेतिर त्यस्तो हिउँ झरिहालेको अवस्था छैन यो साल। अहिले म नाम्चेभन्दा थोरै माथिबाट गइरहेको छु क्या, यहाँ चाहिँ नाम्चे तलबाट हेर्न सकिन्छ हेर्नु। भूगोल चाहिँ त्यति धेरै समथर भूगोल चाहिँ होइन, त्यस्तो बस्ती नै हुनुपर्ने भूगोल जस्तो लाग्दैन। तर एकदम कस्तो भन्ने नि, एउटा सुन्दर ठाउँमा बसेको बस्ती राम्रो लाग्छ। यस्तो टक्क कर्भ आकारको छ क्या यहाँको बस्ती चाहिँ, भनेको यताबाट यस्तो टाइपले गएर खोला टाइपको क्या, कुनै समय सायद खोला थियो कि के हो जस्तो लाग्छ, तर होइन नहुन नि सक्छ। त्यस्तो छ, अलिकति देखिरहेको ठाउँभन्दा फरक जस्तो लाग्छ है मलाई चाहिँ होइन। यस्तो ठाउँमा बस्ती बसेको छ। यसलाई चाहिँ अब नाम्चे बजारलाई चाहिँ होइन एउटा के भन्ने, गेटवे अफ द माउन्टेन भन्छ कि, स्पेसल्ली संसारले चिन्ने भनेको चाहिँ यसलाई, संसारको मान्छेहरूले यसलाई गेटवे अफ द माउन्टेन भन्छ होइन। अनि नाम्चे बजार चाहिँ टुरिस्टहरूको लागि वान डे स्टे हुन्छ होइन, एक्लोमटाइजेसनको लागि स्टे हुन्छ। ल फाइनली अहिले चाहिँ म घामको किरण छरिएको ठाउँतिर कुदिरहेको छु, हिँडिरहेको छु है। अब स्पेसल्ली नाम्चे बजारको बारेमा धेरै के भन्ने हो होइन, तपाईँले सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। संसारको मान्छेहरूले चाहिँ गेटवे अफ द माउन्टेन भनेर चिन्छन्, ट्याक्कै चिन्दाखेरि होइन। अब यहाँ चाहिँ शेर्पा जातिको बाहुल्य त छ, अझै पनि बाहुल्यतै छ होइन, तर क्रमशः रूपमा धेरै सबै जातिको प्रतिनिधित्व गर्दै बस्दै आएको पाइन्छ। होटल व्यवसाय र अन्य सिलसिलामा बाहिरका मान्छेहरू, अन्य जातिको मान्छेहरू पनि बास गर्नुहुन्छ। र सुरुमा स्पेसल्ली यहाँ चाहिँ सुरुमा वासस्थान चाहिँ यहाँको हुन्छ नि, एउटा रैथाने अथवा के भन्छ नि, एउटा ओरिजिन अब जाति चाहिँ शेर्पा नै रहेको भन्ने हो। पछि विभिन्न सिलसिलामा हरेक जाति सबै जातिको बसोबास रहेको छ, एउटा मिलेर सबै जाति बसोबास गरेको एउटा सुन्दर ठाउँ हो। र संस्कृति, शेर्पा संस्कृतिले ओतप्रोत भएको ठाउँ हो। पानी जमिरहेछ है, हेर्नुहोस् टक्क हेर्नु, मैले पानी जमाएँ भनेको थिएँ नि, ल हेर्नुहोस् जमिरहेछ क्या, के भन्ने। यो आइस बनेपछि जतिसुकै घाम लाग्यो पनि यो ठाउँमा मिल्दैन क्या, त्यस्तो हुन्छ, चिप्लो हुन्छ लास्टै हिँड्नुलाई। यताबाट घाम झुल्क्यो है, घामले यता क्यामेरा देखायो भने केही देखिँदैन होइन। टक्कसँगले यहाँ चाहिँ जमेर हिँड्छ फेरि, यो चाहिँ मूल भएर हो कि सायदै, यता बग्दै जाँदा गइरहेछ। अब लगभग 15 देखि 17 डेजमा आज मर्निङ वक गएको है, एकदम रमाइलो फिल भइरहेछ। मर्निङ वकमा जाँदै गर्दा नाम्चेको गुम्बा मतिर आइपुगेँ है, टक्कसँगले गुम्बाको तपाईँहरूलाई म गुम्बाको दृश्य पनि हेर्छु है।
कस्तो सुन्दर गुम्बा छ है। यहाँ चाहिँ टक्क ल हेर्नुहोस् यतातिर होटल खास मुख्य गुम्बा चाहिँ यहाँभित्र छ। यहाँबाट ओह्रालो झरिरहेको छु म। गुम्बाको भवन चाहिँ टक्क हेर्नुहोस् है। ल यहाँभन्दा उता चाहिँ गइनँ म। अब म यताबाट यो बाटो जान्छु। त्यो भएर ल कुनै समय अथवा अगाडि पनि देखाइसकेको थिएँ मैले गुम्बाको भवन है। यो चाहिँ म बस्नेभन्दा पारीको बाटो यो चाहिँ। यतातिर चाहिँ बाटो चाहिँ यसरी यो ढुङ्गालाई चाहिँ एम्बक भन्दो रहेछ। एम्बक र सिमेन्टको कम्पोजिसनमा चाहिँ यसरी बाटो बनाएको हुन्छ टक्कसँग हेर्नुहोस् हिँड्ने बाटो है। प्रायः जस्तो बाटो चाहिँ यो नाम्चे बस्तीभित्रै टाइपको छ है। नाम्चे बजारको स्तुपा नजिकै छु। बिहानको समय घुम्दै घुम्दै त्यतै टाइपको कि अब भिडियो खिच्दै जाँदा स्तुपालाई किन छुटाउने भन्ने हो। एकदम सुन्दर स्तुपा छ। ल हेर्नुहोस् वरिपरिको दृश्य है। यो चाहिँ म ठ्याक्कै ग्राउन्ड लगाएर जान्छु। ल टक्क हेर्नुहोस् कस्तो सुन्दर दामी छ है। स्तुपा छ माथिसम्म हेर्नुहोस् है। उताबाट चाहिँ भिडियो खिचिनँ किनभने घामको टप पर्दो रहेछ अनि ठ्याक्कसँगले नआउँदो रहेछ। यता आउँदै गर्दा यो स्तुपा चाहिँ एक 3 राउन्ड चाहिँ म घुमेर जान्छु कि त्यहाँ मर्निङमा पनि हुन्छ। अनि यो चाहिँ एउटा कल्चर यो पनि हो कल्चरै हो है। त्यही घुमाउनु ल हेर्नुहोस् यो चाहिँ पेम्बा डोमा शेर्पा है। म उहाँको विस्तृत यहाँ पनि देखाइदिन्छु। मैले एकपल्ट चाहिँ उहाँको बारेमा पढिसकेको थिएँ। ल हेर्नुहोस् यो चाहिँ नर्थबाट चाहिँ त्यस्तै लाग्छ होइन। ल एकचोटि सट्ट तपाईँहरूले हेर्न सक्नुहुन्छ है। उहाँको शालिग चाहिँ सम्मानस्वरूप बनाएको छ। अनि यो चाहिँ बौद्ध धर्मसँग सम्बन्धित संरचनाहरू संस्कृतिसँग सम्बन्धित संरचनाहरू रहेछ। यो चाहिँ ल हेर्नुहोस् यो के भन्छ तपाईँहरूलाई थाहा छ? माथि होइन नाम्चे बजारको थोरै मुनि छ। यो चाहिँ नजिकै नाम्चे बजारको प्रवेशद्वार चाहिँ उँधोबाट आउँदै गर्दाखेरि नाम्चे बजारको प्रवेशद्वार चाहिँ यो हो। यहाँबाट पनि आउन सकिन्छ र एउटा बाटो माथि अर्को बाटो पनि छ। प्रायः यसो स्पेसल्ली यो गेटलाई क्रस गरेर आउनुहुन्छ। टक्कै एउटा खोला पनि छ यहाँ चाहिँ। म चाहिँ अब उँभो लागिरहेको छु नाम्चे बजारमा भएको होटलहरूलाई यसरी अगाडि नै यो होटल छ है भनेर इन्डिकेट गरिएको छ। अनि यहाँबाट उँभो अब यो घुमिरहेको छ क्या माने। यो सायदै तपाईँलाई अड्कल लगाइसक्नुभयो होला। यो पानीबाटै हो पानीको फोर्सबाट। वाटर एनर्जी बब्बा घुमिरहेछ टक्क यो संरचना चाहिँ। यो ठाडो चाहिँ एकदम सुन्दर यसरी नानीहरू बनाइएको छ। एउटा शेर्पा कल्चर नेपालको बुद्ध धर्मसँग सम्बन्धित चाहिँ छ यो सबै। त्यति भने तपाईँहरूले बुझिहाल्नुहुन्छ होइन। त्यो खालको भाइब आउँछ भनौँ न। म चाहिँ वो हिँडिरहेको छु। अब तपाईँहरूलाई म नाम्चे बजारभित्रको कस्तो छ त त्यहाँभित्रको संरचना दृश्यहरू देखाउँछु है। यहाँ चाहिँ विभिन्न होटल रेस्टुरेन्ट खाजा पसल सैलुन लगायतका विभिन्न कुराहरू यहाँ छ। तलबाट आएको म सर हेर्नु यो चाहिँ पानी चाहिँ कस्तो छ भने बस्तीभित्रबाट उम्रेर आएको छ क्या। जब कि माथि कुनै खोलै छैन। अहिले म देखाइदिन्छु तपाईँहरूलाई। अचम्मको छ क्या भित्रबाट छिरेर आएको छ। गोल्ड हाइएस्ट म्युजिक बार यहाँ होङ्ग्री एक्टलाई टक्क विश भन्दै लड्यो यार। अहिले पानी आइरहेछ होइन। यो बस्तीभित्रबाट आएको पानी हो क्या। यो माथि खोलै छैन क्या। यहीँ कतै उम्रियो क्या। हेर्नु कस्तो अचम्म लाग्छ क्या। यहीँभित्रैबाट उँभो छ बस्ती हो। यहाँभित्रबाट टक्क पानी बगेर आएको छ यसरी। भनेपछि बस्तीभित्रै पानीको मुहान रहेछ भने बुझ्नु पऱ्यो होइन। ट्याक्क हेर्नुहोस् ल भित्रको पसलहरू।
ल म तपाईँ पठाइदिनु होला बिहानीको समय प्लस अफ सिजन कमिङ अफ सिजन सो त्यति धेरै सबै पसलहरू खुल्ला छैन अलिअलि जे देखाइरहेको थिएँ त्यो देखिहाल्नु भयो होइन अनि त्यहाँभित्र चाहिँ खासै त्यस्तो ब्रिफिङ गर्न मन लागेन नो नि आवश्यक पनि थिएन र अलिकति बोल्दै हिँड्न झ्याउ लाग्छ त्यही भएर अब कुनै समय टक्क सिजन लागेकोलाई देखाउँला होइन त्यस्तो छ अब चाहिँ मेरो बिहानीको मर्निङ वाक सिद्धिएको छ लगभग अब खाना बनाएर खाने पनि टाइम भइसक्यो सुन्दर दृश्यको अवलोकन गर्दै बिहानीको टक्क फ्रेस हावा खाँदै ज्यान पनि हलुङ्गा चङ्गा भएको छ ल भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद होइन भिडियो बिचैमा छाड्नु भएको होला पनि बिचैमा कतिले छाड्नु भयो होला अन्तिमसम्म हेर्नुभएको धेरै धेरै धन्यवाद तपाईँहरूको आयु लामोस् है जय नेपाल त्यही हो टेक केयर बाई बाई जय नेपाल